टाढा जेएनजीहरू अस्ति नै हार्का साम्पाङलाई प्रधानमन्त्री राष्ट्रपति जेमा भए पनि राखिदिएको भए चान्स थियो क्या। त्यो बेलामा त कसैले पनि विरोध गर्दैन थियो क्या। विरोध त त्यही जाट जेएनजीहरूले नै गरे क्या। एउटाले अर्कोले के झन्डै कुटाकुट पनि गरे होइन। लत्ता पारेर अनि त्यहाँबाट आमा आमा भन्दै थियो, आमा बाउ को आएको नि। अहिले त जाट जेएनजीहरूको काका मामाहरूले लाँच्दै समाउँदै थुन्दै गर्दैछ अरे केटा हो। हेर्न ऊ त्यो निकोलस भुसाल भन्नेलाई होइन झ्याप्पै लगेर समातेर पक्रेर लगेर चाहिँ जेलमा हालिदिइहालेछ। अब 1 घन्टा भए पनि 1 मिनट भए पनि आधी घन्टा भए पनि होइन 2 दिन भए पनि जति दिन भए पनि पुलिसले पक्रेर लग्यो त लग्यो नि होइन। लगेकै त हुन्छ नि होइन साथीहरू जाडा। अनि पछि अनि निकोलस भुसाल पनि के काम ल भान्जाहरू भतिजाहरू मलाई समातेर लग्यो तेरो बाजेहरूले भनिसके। अनि फेरि केटाहरू गएर अनि घेराउ गरिसकेपछि अनि त्यहाँबाट अनि ब्लात्त पारेर छोडिदिएछ। थत्तर कामी के गर्यो है छोडिदिएछ जाठ्या। छोडेपछि फेरि पत्रकारहरूले के भनेछ फेरि ल निकोलस भुसालले गाँजा खाएर अब त्यो डिप्रेसन भएर त्यो त पागल भएर ऊ त अब सुधार केन्द्रमा पो लागेको भनेर फेरि नचाहिने समाचार बनाइदिएछ। जाट पत्रकारहरू पनि के भएको है यहाँ त राम्रोसँग लेख्न होइ जे भएको त्यो कुरा लेख्न जाटा। फेरि पत्रकारहरूले पनि फेरि खोइ के भन्ने है भेट्टै त नभनौँ है के नराम्रो घट्नु होला है केटा हो। अनि अब फेरि जेएनजीहरूलाई के भन्छ भने नि केटाहरू तिमीहरूले जति नै जे आन्दोलन गरे पनि केही हुनेवाला छैन। तिमीहरूको बाजे बाउ काका मामा हजुरबा सबैले आन्दोलन गरेको खोइ केही खुद्देन है। त्यसरी तिमीहरूले पनि केही खुद्दाउँदैन। बरु अब हार्का साम्पाङलाई अस्ति नै तिमीहरूले बनाएन, अब कानुनी रूपमै आउँदैछ चुनाव लडेर होइन। अब दुईटा कुरा छ तिमीहरूलाई कि हार्का साम्पाङलाई भोट हालेर जिताउने अनि साबेल पिक गैँतीहरू बोकेर अनि आफ्नै नेपालमा दुःख गर्ने, घरमा आमा बाउ होइन भाइ बहिनी काका मामा माइजू बाजेहरूसँग बस्न नि पाइन्छ होइन भन्छ भने तिमीहरूलाई होइन त्यस्तो गर्न मन लाग्दैन भने अब साउदी दुबई कतर मलेसिया बाहराइन कुवेत कता कता जानुलाई होइन थोदर झोलाहरू छ भने धोएर नयाँ बनाएर रेडी गरेर राख। छैन भने पनि नयाँ किन्नलाई अब काम गरेर होइन 2-4 पैसा बनाएर झोला किन्ने पैसा बनाएर झोला किनेर ठिक्क भएर बस केटा हो। अब भोलि पर्सि पुस माघ फागुन धेरै छैन। त्यसपछि अब चुनाव हुन्छ। जित्यो भने साबेल र गैँतीहरू बोकेर काँधमा बोकेर अब काममा जाने नेपालमै बस्ने होइन। मलाई यस्तो गर्नु मन छैन भने साउदी दुबई कतर मलेसिया बाहराइन कुवेत जाने।